सबैको जिन्दगीमा एउटा कथा छ, सबैको जीवनमा एउटा व्यथा छ, सङ्घर्ष छ। सङ्घर्ष बिनाका मानिस त, दुःख बिनाको मानिस त तपाईँले संसार पाउनु नै हुन्न। एउटा कुरा के सोच्नुहोस् भने तपाईँलाई दुःखले एक्लै हिँड्न बाँच्न पनि सिकाउँछ। किनकि मानिसले साथ दिने भनेको त सुखमा हेर्नुहोस्, बिरलै मात्रामा, थोरै मात्रामा मात्रै तपाईँलाई दुःखमा साथ दिने मानिसहरू तपाईँको जीवनमा भेटिने गर्दछन्। त्यसैले आज दुःख आयो, आज जीवनमा सङ्घर्ष छ भनेर कहिले पनि नपिरोलिनुहोस्, नरुनुहोस्, आफ्नो दुःखहरू सबैलाई सुनाइ नहिँड्नुहोस् है। मलाई यस्तो भएको छ, उस्तो भएको छ भनेर सबैलाई आफ्नो कहानी नबताउनुहोस्, किनभने मानिसहरूले तपाईँको दुःखलाई मजाकको रूपमा पनि लिने गर्छन्। कति मानिसहरू कि सबै मानिसहरूले तपाईँको भावनालाई बुझ्दैनन् नि। भावना नबुझ्ने मानिसको आज 2083 साल वैशाख 14 गते काठमाडौँ जाने सिलसिलामा हमें मेरी आदरणीय माताजी र मेरी जीवन संगिनी जीवा पुन, ज्योति पुन र म, हामी 3 जना घर परिवार सँगै छौँ भन्ने कुरा जानकारी गराउन चाहन्छौँ। हस् त, धन्यवाद, नमस्कार सबैलाई नमस्कार। स्पन्सर उहाँल पनि भए किचनमा आमा यहाँ बस्नु भएको छ, छौँ सबैजना है। आमा तिमी हाम्रो तामियो अन्धकारमा बलेको दियो, टह टह जुनाले घर उज्यालो आमा। घर ठुलो भए समाजले चिन्छ, यदि तपाईँको मन ठुलो भयो भने यो संसारले चिन्छ। यो संसारमा थाहा नहुने दुईटा कुरा छ, एउटा हो सास र अर्को हो साथ। सास कति बेला रोकिन्छ थाहा हुँदैन र साथ कति बेला छुट्टिन्छ त्यो पनि थाहा हुँदैन। 35 वर्षसम्म राष्ट्रको सम्पत्ति लुटियो, राज्य कोषलाई निजी खाता बनाइयो र जनतालाई भिखारी बनाइयो। उनीहरूले उत्पादन दिने कारखाना बनाएनन् तर भ्यू टावर बनाए, भोट मेट्ने खेत बनाएनन् तर सेल्फी खिच्ने संरचना बनाए, जनताको आवाज दबाउन गोली चलाए, भूमिहीनलाई जमिन दिएनन्, सुकुम्बासी बनाएर भोट ब्याङ्क बनाए, युवालाई रोजगारी दिएनन्, विदेश बेचिदिए र आज देशलाई 27